त्यसको किन्ने कस्तो होइन ओ गाईको कोपर हो साथीहरू नमस्ते चेस्टर म अहिले तिब्बतको राजधानी सहर लासामा छु याङको उचाइ 3600 मिटर छ सास फेर्न धेरै गाह्रो हुन्छ हाल स्विङ गाडी चलाउने यात्रा विश्वमा निकै लोकप्रिय छ जेमा पनि धेरै जसो पर्यटकहरू आफै गाडी चलाएर तिब्बत घुम्छ बम्बराउँछन् तिब्बत जस्तो पठार भूमिमा गाडी चलाउनका लागि के सामग्रीको तयारी गर्नुपर्छ अब मैले एकजना साथी फेरेर सामानहरू किन्दैछु हाय जग्गा या हजुर बुझी ल साथीहरू म अहिले एउटा आउटडोर पसलमा छु र उहाँ एकजना सेल्फ ड्राइभिङ साहसिक मास्टर हुनुहुन्छ अब हामी यस पटकको यात्रा कि हामी सँगसँगै केही सामग्री तयार गरौँ है ल हुन्छ स्थानीय आर्थिक र आधारभूत प्रबन्धको विकास भएकोले अहिले स्वयं गाडी चलाउने यात्रा तिब्बतमा विकसित भई सुविधाजनक छ तिब्बतमा धेरै जाडो हुन्छ त्यसैले यस्तो स्लिपिङ ब्याग चाहियो र साथीहरू यो ग्यास ट्याङ्किङ हो अनि यो खाना पकाउने भाँडा कोर्ना हो अनि यो पानी उमाल्ने मसिन हो ल यो सबै ग्यासद्वारा पकाउन सकिन्छ धेरै सुविधाजनक छ उहाँले भन्नुभएको हाल यो सेल्फ ड्राइभिङ यात्रा लोकप्रिय भएको कारण यो खालको पर्यटन व्यवसायको विकास हुँदै आएको छ अहिलेसम्म आफै नै गाडी चलाउने पर्यटकको सङ्ख्या वृद्धि भएकोले तिब्बतको पर्यटन व्यवसाय तथा अर्थतन्त्रलाई थप प्रवर्धन गरेको छ तिब्बतको पठार भूमि उचाइमा पर्ने भएकोले अक्सिजनको मात्रा कम हुन्छ सेल्फ ड्राइभिङ यात्राको लागि गाडी निकै महत्त्वपूर्ण हुन्छ ल हेर्नुहोस् यो मेरो यात्राको चिप गाडी हो कस्तो छ त गाडीको चेन्जेस उठाएको छ यो गाडीको छतमा क्याम्पिङको लागि क्याम्पिङको प्रबन्ध छ यो गाडीको शक्ति अर्थात् हाउस पावर सुधार गरिएको छ यसरी नै यो गाडी धेरै गाह्रो अवस्थामा चल्न सक्छ ल साथीहरू यी सामग्री मेरो यस पटकको सेल्फ ड्राइभिङ यात्राको सबै सामग्री हुन् अब म यी सामग्री गाडीमा राख्छु है यात्रा सुरु हुन एउटा विशेष चिज बाँकी छ मसँगै जाउँ यहाँ तिब्बतको एउटा गाउँ हो म खोजिरहेको विशेष चिज यो हो तिब्बती थुप यो गाउँमा उत्पादित भएको थुप तिब्बत मात्र नभई जिमभरि प्रसिद्ध छ सो थुप जैविक छ र मानिसको हात निर्मित हो यो खालको थुपद्वारा किरालाई प्रतिरोध गर्छ र जसको सुगन्ध भएको कारण व्यक्तिलाई आनन्द लाग्छ पूजाका लागि यो थुप पनि प्रयोग गरिन्छ ल साथीहरू उहाँ तिब्बती थुपको गुरुजी हुनुहुन्छ आज उहाँले मलाई तिब्बती थुप कसरी बनाउने क्रमको जानकारी दिनुहुन्छ अनि मैले सुनेको यस गाउँका सबै स्थानीयहरूले तिब्बती थुप उत्पादन गर्छन् अनि यहाँ जम्मा 280वटा परिवारहरू छन् यो तिब्बती थुप होला यसको किन्ने कस्तो छ राम्रो छ सुगन्धित छ होला होइन ओ सरी साथीहरू यो तिब्बती थुप होइन यो गाईको कोपर हो सरी थुपको ब्रिक्स फेरि एकपटक पाउडर बनाउनुपर्छ अनि त्यसपछि विभिन्न खालका तिब्बती वैद्य औषधि मिसाउनुपर्छ र साथीहरू अब गुरुज्यूले मलाई थुप बनाउन सिकाउनुहुन्छ यस्तो तिब्बती थुपलाई बनाउने उपाय अथवा सिप अहिले राष्ट्रिय चिङ्गो राज्य सांस्कृतिक सम्पदामा समावेश छ ल साथीहरू अब म कोसिस गर्छु है हेर्नुहोस् यो याकको सिङ हो अनि यो तिब्बती थुपको माटो हो म कोसिस गर्छु सरी ल हेर्नुहोस् यो गुरुज्यूले बनाउनु भएको अनि यो बनाएको यस्तो हो सरी यो बिग्रियो होला किनभने मेरो विचारमा यो अलिकति गाह्रो छ किनभने यो धेरै
कसरी भने सफ्ट हुन्छौँ होइन फेरि एकपटक बिग्रियो धेरै गाह्रो छ शरीरहरू धेरै गाह्रो छ म अब थुपको ब्याग तयार गर्नका लागि यो थुपहरू ब्यागमा राख्छु है ल भयो यो ब्यागमा शुभकामना र सुस्वास्थ्यको चिन्ह चित्र देखिन्छ राम्रो देखिन्छ जिममा धेरै गाडीमा यस्तो थुपको ब्याग राखिन्छ यसले गाडीको नराम्रो गन्धलाई रोक्न सकिन्छ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो सानो ब्याग मार्फत परिवारहरू यात्रुका लागि शुभकामना दिन्छन् सायद हामीले आफ्नो पैसा समय र क्षमता कम भएकाले धेरै अवसर गुमाएका छौँ तर तपाईँले घुम्ने तीर्थ इच्छा लिनु भएको छ भने अवश्य सफल हुनुहुनेछ एक्लो व्यक्ति एउटा गाडी कति विशाल वाहन म बाटोमा छु